हाँ कति वर्ष भयो र तैँले दुःख देख 18 वर्ष भयो जय मसीहहरू सबैलाई एउटा महत्त्वपूर्ण गवाही लिएर आएको छु। यो बहिनीको जीवनमा थुप्रै समस्याहरू सताएको अनि उहाँ विदेशमा हुनुहुन्छ श्रीमानसँग, तर श्रीमान पनि अहिले उहाँलाई छोडेर छुट्टै बसेको र त्यसपछि यो बहिनीलाई एकदमै मेन्टली स्पिरिचुअली फिजिकली कति कुराहरू एकदम दुष्टले सताएको, टेन्सन भएको अनि त्यसपछि उहाँको जिउहरू दुखेर काम गर्नै नसक्ने अवस्थामा चाहिँ उहाँ रुममा आज पनि ड्युटी नगइकन बस्नुभएको। जब उहाँले मेरो भिडियोहरू हेर्नुभयो उहाँले मलाई प्रार्थनाको विषय राख्नुभयो। त्यसपछि प्रार्थना गर्दा गर्दै उहाँको जीवनमा परमेश्वरले शक्तिशाली काम गर्नुभयो। अब हेर्नुहोस् उहाँको यो भिडियो। गन्ती 23 गलाती 3:13 याकुब 4:7 कलसी 2:14-15 यो छोरीको शरीरमा भएको नसा मांस पेशीमा भएको हरेक दुर्बलताको आत्मा दुष्ट आत्माको प्रभावहरूलाई येशूको नाउँमा निस्कने आज्ञा गर्छु। साठाबालाबा यो छोरीलाई पनि पकाएर एक्लो बनाएर मर भनेर सुसाइड गर्नलाई तैँले खाली बोलेको भनेको छ छैन? भनेछ छैन? येशू जिउँदो हुनुहुन्छ। यो छोरीलाई विश्वास गरेको येशू जिउँदो हुनुहुन्छ। येशूको छोरी हो, परमेश्वरको छोरी हो यो छोरी। तैँले केही गर्न सक्दैनस् यो छोरीलाई, बुझिस्? परमप्रभु परमेश्वर जिउँदो हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ। तेरा टुनामुनालाई नष्ट गर्नलाई आज परमेश्वरले मलाई पठाउनु भयो। छोड्यो छोरीलाई। साठाबाला तेरो टुनामुना तेरा तन्त्र मन्त्रमा जलाउँछु यीशुको नाममा। हे जलिस 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 आगोले, परमप्रभुको आगो रेखा त भस्म पार्ने आगो। जलिस 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 साठाबाला पा तँलाई म यति साह्रो जलाउँछु आज, किनभने तैँले यो छोरीलाई मृत्युसम्म पुऱ्याइस्, मर्नेसम्म बनाइस् तैँले। साठाबाला पा आज परमप्रभुको जीवनलाई म बोल्छु। यो छोरीको शरीरमा जीवन आएको छ, जीवन प्राण फर्केर आएको छ। अब यो छोरीको जीवनमा आशिष फर्केर आएको छ। तैँले ऋणहरू देखाउँछ छैन? अब हेर यो छोरीको जीवनमा परमप्रभुले चाहिँ सबै ऋण तिर्ने योग्यको बनाउनुहुन्छ यो छोरीलाई। जा जा अग्नि अग्नि दोब्बर आगो प्रहार। अझै जलाउँ आगोले। आगो परमेश्वरको आगो। इसको परिवारले खत्तम भर। इसको परिवारले खत्तम भर। अझै आगो दोब्बर आगोलाई बढाए। दोब्बर आगो आगै आगो अझै बढाएँ मैले, बढाएँ आगोलाई। रेखा ठाबाला येशू ख्रिस्टको नाउँमा आगो, दोब्बर आगो, लिएर आगो, लिएर आगो, आगो जलिस। अब त नष्ट भइस्। जबसम्म जान्छु भन्दैनस् तबसम्म जलिस, जलिस। अब तबसम्म जलिस। लिएर आगो, अग्नि अग्नि परमेश्वरको अग्नि आगोलाई, परमेश्वरको अग्निलाई लिएर आगो। ल जा, अब झट्का दिएर जा। एक झट्कामा जा। म 3 गन्छु। 3 गन्छु, रेडी भयो? 3 गन्छु। ल 3 गन्छु। ल 3 गन्छु। ल येशू ख्रिस्टको नाउँमा। ल ल यता हेर मलाई। ल झट्का दिएर जा। अबदेखि सताउन आउने होइन, दुःख दिने होइन। येशूको नाउँमा 1 2 3 जा जा। टच। हालेलुया। थ्याङ्क यू लर्ड जिजस। प्रभु धन्यवाद। जय मसीह बहिनी। हालेलुया। जय मसीह। ल अहिले कस्तो छ?
कस्तो छ अहिले हजुर अहिले कस्तो छ शरीरलाई पुरै पसिना भयो त्यो सबै निस्कियो नि त सबै निस्कियो के त्यो सबै निस्कियो जिउहरू दुखेछ ल उठ्नु त छैन सबै निस्कियो त्यो सबै ल हेर्नु ल ल सबै निस्कियो ल हेर्नु त त्यो सबै सताको नानी तपाईँलाई सबै सताको ल सठाबाला बाह्र सबै सताको दुष्टले ल अब ठिक हुन्छ सबै ठिक हुन्छ चिन्ता नगर्नु है प्रार्थनामा समय बिताउनु 18 वर्षदेखिको आज पुरा छुटकारा भयो है आज त्यो दुष्ट जलेको छ है छोरी अब एकदम राम्रोसँग इमानदार भएर काम गर्नु ऋण पनि तिरिन्छ तपाईँको श्रीमान पनि फर्केर आउँछ टेन्सन नगर्नु सबै अब परिवार राम्रो हुन्छ गवाई बाँड्नु ल ल अब ठिक हुन्छ ल प्रभुलाई धन्यवाद ल हालेलुया ल जय मसी छोरी ल जय मसी परमेश्वरलाई धन्यवाद होस् तपाईँलाई पनि धन्यवाद बुवा मेरो शरीर चाहिँ सबै काम मेरो पसिनै पसिना भयो कि बुवा अहिले त मेरो जिउ गरम भएर हिँड्न नसक्नेसम्म अवस्था धेरै दुख्या थियो धेरै मेरो जिउहरू अहिले त पूर्ण रूपमै चङ्गाइ भयो बुवा तपाईँलाई धन्यवाद परमेश्वरलाई पनि धन्यवाद होस् बुवा तपाईँलाई धन्यवाद अनि म फास्टिङ बसेर नि 3 महिना भएको थियो कि रेगुलर फास्टिङ 40 दिनको फास्टिङ बुवा अनि त्यही भएर होला दुष्टले सताएको बुवा आज चाहिँ पूर्ण रूपमा चङ्गाइ पारिदिनु भयो परमेश्वरले धन्यवाद बुवा परमेश्वरलाई धन्यवाद होस् बुवा